हाल्नुपर्छ। यताबाट आउने पानी बन्द गर्ने, त्यस पछाडि बल्ल ट्युबहरू। सोलरको ट्युब खोल्दा पहिले यो ठाउँमा सर्फ पानीले स्प्रे गर्नुपर्छ अनि यो वासरलाई तल झार्नुपर्छ अनि यसलाई यसरी घुमाएर अलिकति माथि ठेल्नुपर्छ र तान्नुपर्छ। तान्दाखेरि यो ध्यान दिनुपर्छ, यो भ्याक्युम ट्युबको सिल हो, यो फुट्यो भने यो ट्युब बर्बाद हुन्छ, नयाँ चाहिन्छ। त्यही भएर योलाई एकदम केयरफुल्ली यहाँ नठोकिने गरी झिकेर बाहिर ल्याएर सफा गर्नुपर्छ। अनि अलि जुम गरेर नजिकैको भित्रको फोहोर सफा गर्न यस्तो टाइटमा अथवा ढुङ्गामा कपडालाई बेरेर यसरी भित्र छिराएर बिस्तारै यो ट्युबहरू सबै खोलिसकेर यहाँको भरबाट यसरी पानी निकालेर यो भित्रको ट्याङ्की पनि खाली गरेर सफा गर्नुपर्छ, किनभने यहाँभित्र रातो पानी हुन्छ, यस्तो एकदमै फोहोर हुन्छ। फेरि भित्र छिराउने बेलामा चाहिँ यहाँ सर्फ पानी स्प्रे गर्नुपर्छ, किनभने यसलाई अलिक चिप्लो बनाएर त्यो पालमा छिराउन सकिन्छ, नत्र भने फुट्न सक्छ। यसरी बिस्तारै हाल्ने, अलिकति माथिसम्म पुर्याएर फेरि तल स्लाइड गर्ने अनि यो वासरलाई लक गर्नु।